म चाहिँ भर्खर मटर टिपिकन आएको पानी बेसी परेर चाहिँ सबै यो उयोको जस्तो भयो। अब यो यसमा चाहिँ अब यसलाई चाहिँ हरियो जति चाहिँ डल्लै सब्जी छान्नुपर्छ। अन्त पाकेको चाहिँ बिजन बिउको लागि बेसी पानी परेर चाहिँ सबै यस्तो भइगयो। मैले चाहिँ अलिकति चाहिँ बिजनको लागि चाहिँ त्यतिकै नटिपिरहेको थिएँ। अन्त त्यो चाहिँ सबै यस्तो भयो पानी बेसी परेर। अस्ति टिपेको यो हिजो टिपेको हिजो नि एकछिन चाहिँ घाम लागेको थियो, फेरि पानी परिहाल्यो। अब अहिले पनि एकछिन घाम लाग्दैछ, फेरि परिहाल्छ होला। मैले चाहिँ छानेर चाहिँ सकेँ हरियो जति चाहिँ यहाँनिर सब्जी खानुको लागि। अन्त हरियो जति चाहिँ यहाँनिर सब्जी खानुको लागि छानेर सकेँ। अन्त यहाँनिर चाहिँ बिजनको लागि मजाले दिउँसोभर घाम लाग्यो भने त मजाले सुक्थ्यो। घाम लाग्दैन, अब एकछिनमा पानी परिहाल्छ। यो चाहिँ अब अर्को पालिको लागि सबै पल्टेछ। यति भयो बिजन चाहिँ। यो चाहिँ लास्ट हो। अब मटर चाहिँ अस्ति बाँडेर खाएर पनि यति उब्रेको हो। अब खाना खान्छु। यो दुईटा चाहिँ उमाथि 2 घर दाजुहरूलाई अस्ति पनि दिएको, तर फेरि पनि अब लास्ट हो भनेर। अन्त यति रह्यो सब्जी चाहिँ।